साथीहरू तपाईहरूलाई पनि म जस्तो हुन्छ कि नै सानो सानो कुराले धेरै खुसी मिल्ने अनि सानो सानो कुराले चाहिँ छिट्टै मन दुखाउने के। अनि आज चाहिँ फुवाजूले माथिल्लोतिर गएर पानी परिरहेको थियो अनि बिहानै गएर चाहिँ 1 बजीतिर आउनु भएको थियो अनि यति धेरै च्याउ लिएर आउनु भएको थियो। म त च्याउ हेर्न कति एक्साइटेड थिएँ अनि चाहिँ यो चाहिँ च्याउ देखाइरहेको छु मैले चाहिँ अनि छुट्याएर छु बाटामा राखिरहेको छु अनि फुवाजू चाहिँ हुनुहुन्थ्यो अनि चाट दिएँ उहाँलाई चाहिँ। अनि त्यसपछि चाहिँ म फेरि च्याउ गर्न लागेँ किनभने पछि च्याउ हेर्नुपर्ने थियो। एक्साइटेड भइरहेको थिएँ नि म धेरै खुसी लागिरहेको थियो त्यो च्याउ देखेर। अनि चाहिँ यति धेरै लिनुभएको थियो 1 बाटा भएर नि 1 सुपो चाहिँ भइरहेको थियो नि थोरै निहुरो पनि थियो। निहुरो चाहिँ मेरो फेभरेट हो है। अनि च्याउ त्यसपछि चाहिँ अनि यो के गर्ने बिन्ने कि नै भन्ने भयो अनि सानोलाई चाहिँ राख्ने अनि ठुलोलाई चाहिँ पकाएर खाने कुरा भयो अनि त्यसपछि चाहिँ म यो बिन्न लागेँ छिटो छिटो गरेर किनभने पछि त्यस्तो केही काम थिएन अनि बिनेको ठुलो च्याउलाई चाहिँ त्यहाँ कति धेरै भएको कि त्यही पनि कति धेरै च्याउ थियो अनि बिनिरहेको कुरा गर्दै गफ गर्दै फुवाजूले चाहिँ आतो बनाइदिइरहनु भएको थियो फुवाजूको लागि चाहिँ फुपूले। म चाहिँ च्याउ देखाउँदै थिएँ अनि फुवाजूलाई थाहै थिएन। त्यस्तै फेरि अर्को खुसी कुरा के भनेपछि फेरि हाम्रो बाख्राले चाहिँ पाठी जन्माएछ। मेरो त खुसीको सीमा नै थिएन नाच्दिउँ जस्तो भइरहेको थियो कस्तो क्युट बच्चा पाएको कि त्यसले चाहिँ अनि यस्तो दामी छ यो चाहिँ पाठी हो अनि आफ्नो बच्चालाई चाहिँ न्यानो गराइदिइरहेको थियो। यति नै बाई बाई।